साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि साथीहरू यति धेरै गर्मी छ नि दिल्लीमा चाहिँ भनेर भन्नै सक्दिनँ है। यति धेरै अहिले चाहिँ 6 बजिसक्यो, फेरि पनि यति चर्को घाम आएको अवस्था हेर्न सक्नुहुन्छ। गर्मीको चाहिँ कुरै नगर्नु साथीहरू, गर्मीले गरेर सब गमलाहरू चाहिँ यस्तो हुन्छ नि साथीहरू। बिहान पानी हालेको आज सुकेर कडी पत्ताको बिहाल भएको छ। यता सुन्तलाको बोट पनि म चाहिँ पानी हाल्दैछु साथीहरू। हरेक गमलामा पानी चाहिँ हाल्दा म यहीले हाल्दैछु, हेर्न सक्नुहुन्छ। यति धेरै साथीहरू गमलाहरू मेरो यति राम्रो राम्रो गमलाहरू थियो होइन, पौधाहरू हेर्ने साथीहरू सब मरेर बर्बाद भएको छैन साथीहरू। यस्तो भएर त सब मरेर खत्तम भइरहेको छ साथीहरू। यो गमलाको पनि हेर्न सक्नुहुन्छ यस्तो हालत छ। म चाहिँ साथीहरू जति राम्रो राम्रो गमला छ त्यसमा पानी हाल्दैछु। एकदमै धेरै गर्मी छ साथीहरू। दिल्लीमा चाहिँ यताको गमला पनि खत्तम भयो साथीहरू। हेर्नु मेरो मनी यति रुन मन लाग्छ नि है। आफ्नो बच्चा जसरी साथीहरू पार फेरि पनि यहाँ होइन मान्छेहरू आमामा यस्तो गर्मी पनि यस्तो हिँडिरहेको छ कि के भने बिचरा मजदुरी, कोही कामले हिँडेको होला, कोही घुम्न गएको होला, कोही जिम गर्न जाँदैछ होइन साथीहरू। यति धेरै गर्मी छ नि। म चाहिँ साथीहरू आज सबै गमलालाई पानी दिँदैछु। हल्का खाना बनाउने हो, खाना पनि धेरै बनाउने होइन। त्यस कारणले सबै गमलालाई चाहिँ म चाहिँ यसरी नलाउँदैछु, हेर्न सक्नुहुन्छ साथीहरू। हजुरहरू के गर्दै हुनुहुन्छ? मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट मलाई फलो गर्न नबिर्सिनु होला, सब्सक्राइबर गर्न नबिर्सिनु होला मेरो युट्युबमा प्लिज साथीहरू। सबैले मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। म चाहिँ अलिकति अब हिन्दी बोलेर हाल्छु होइन, धेरै जस्तो कुकुरको भिडियोहरू हालिरहन्छु। त्यस कारणले धेरै जस्तो यताकै मान्छेहरूले फलो गरेछ कि सब्सक्राइबर गरेछ, त्यस कारणले चाहिँ हिन्दीबाट हाल्छु। हुन त अब नेपालीहरूले आजकलको जमानामा हिन्दी नबुझ्ने भने कोही पनि छैन। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने मैले चाहिँ के काम गर्छु भनेर मैले पुरा भिडियोहरू हालिरहेको हुन्छ। हजुरहरूले पनि हेरिदिनु होला प्लिज। अनि नेपाल कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो कमेन्ट गरेर मलाई बताइदिनु होला साथीहरू। यस्तो चिल्लो गाडीमा हिँडिरहेको धनी मान्छेहरू बिचरा नि गरिब मान्छेको जिन्दगी चाहिँ यस्तो छैन साथीहरू। बिचरा यस्तो गर्मीमा हेर्छ बिचरा त्यो भैया, यस्तो छ साथीहरू। गरिब र धनी बराबर कहिले हुन सक्दिनँ है। यस्तो दामी दामी मैले चाहिँ यहाँ पौधाहरू लगाएको साथीहरू। मेरो तुलसीको पौधा पनि यति राम्रो भएको छ। पुदिना लगाएको थिएँ मैले गमलामा होइन साथीहरू। बबालाई भएको छ एकदम। गर्मी पनि लास्टै छ कि साथीहरू। नेपालतिर चाहिँ कति गर्मी छ मलाई कमेन्ट गरेर बताइदिनु होला मेरो प्यारो साथीहरू। नेपालदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने यो तुलसी माता पनि यस्तो दामी भएको छ साथीहरू मेरो। तर यो घामले होइन करेला लगाएको हेर्न सक्नुहुन्छ। करेला पनि एकदमै राम्रो भएको छ साथीहरू। राम्रो भएको थियो तर यो थाङ्रा नभएर एकदम। अनि यहाँ टमाटरको बिउ लगाएको थिएँ, टमाटरको बिउ पनि कस्तो राम्रो निस्किन्छ साथीहरू मेरो चाहिँ। यस्तो दामी भइरहेछ अहिलेको बसाइमा चाहिँ हेर्न सक्नुहुन्छ। अब 2-3वटा गमला बाँकी छ यता चाहिँ। बाँकी चाहिँ उतापट्टि गएर उतापट्टिको गमलाहरूमा पनि उता पनि हाल्ने पानी चाहिँ। यस्तो धेरै गर्मी छ नि साथीहरू, पुरै नगर्नु। इन्डियामा है कहिले कति गर्मी छ अहिले भने साथीहरू। आजको चाहिँ 48 डिग्री गर्मी चाहिँ 48 डिग्री होइन। मान्छेहरू घुमिरहेको हुन्छ रोडतिर त्यो गर्मीमा पनि। अब के गर्ने, कसैलाई मजबुर गर्दै हुनुहुन्छ है, कसैलाई कामले त्यही पनि गाह्रो छ। अनि हेर्न सक्नुहुन्छ साथीहरू मेरो यस्तो राम्रो पौधा छ यो चाहिँ। यसमा चाहिँ यो चाहिँ गिला रहेछ त्यस कारण मैले धेरै हालेन। यता चाहिँ मेरो मनी प्लान्ट छ हेर्न सक्नुहुन्छ। एकदमै राम्रो मनी प्लान्ट भएको छ। अनि यहाँ खोर्सानीको बोट साथमा फेरि पुदिना लगाइदिएको थिएँ है। यस्तो दामी भएको छ मेरो खोर्सानी पनि अब राम्रो भएको छ। सुन्तलाको बोट हेर्न सक्नुहुन्छ साथीहरू मेरो। लकडाउनको बेलामा लगाएको थिएँ मैले चाहिँ यो चाहिँ यस्तो राम्रो छ यता। यो कडी पत्तामा चाहिँ धेरै घाम लाग्छ कि साथीहरू।
अर्को घाम, त्यस कारण मैले चाहिँ धेरै हालिदियो। अब चाहिँ म साथीहरू उता अर्कोतिर जाँदैछु। अब चाहिँ साथीहरू म चाहिँ यता अर्को गाउँ बाल्कनीमा आइसकेँ है। यता चाहिँ सबै पौधाहरू चाहिँ होइन यस्तो चर्को घाम आउँछ कि साथीहरू, यहाँ चाहिँ यस्तो हालत भएर खोर्सानीको पौधा पनि घामले चाहिँ साथीहरू सब मार्न लाग्यो होइन, यस्तो हालत छ है, हेर्न सक्नुहुन्छ। त्यो करेला लगाएको साथीहरू, करेलाको पौधा र यस्तो बुढो हालत भइसक्यो साथीहरू। यति धेरै चर्को घाम आउँछ नि यता चाहिँ, यो यतापट्टिको बिहान साँझै हाल्नुपर्ने, हाम्रो चाहिँ हिजो साँझ हालेको थियो है। अब नआइज उताको ढोका खोल्छ, यो ढोका बन्द गर्नु, उताको खिड्की खोल्छ, यो केटीले उसको रुममा नआइज, उताको खोल्छ साथीहरू। यहाँ चाहिँ मैले खरबुजा लगाएको, यति ठुलो भएर माथि पुगेछ साथीहरू खरबुजा चाहिँ। अनि अरू चाहिँ सबै ठिकै छ साथीहरू। हजुरहरू मेरो भिडियो कस्तो लाग्छ, मेरो काम कस्तो लाग्छ, राम्रो लाग्छ भने सबैजनाले कमेन्ट गरेर बताइदिनु होला। राजमा लगाएको साथीहरू, राजमा पनि गर्मीले छङ्ग्रामै मरेछ। यता हेर्न सक्नुहुन्छ करेला, करेला एकदम चाहिँ थाङ्रा भएन कि साथीहरू। एकदम यतातिर चाहिँ साथीहरू मक्काले नै हालौँ, किनकि यो गर्मीको कारणले अब अलिअलि हालेर पनि नहुने, एकदमै धेरै गर्मीको कारणले गमला चाहिँ सत्यनाश भयो साथीहरू। पौधाहरू चाहिँ सब मरेछ है। त्यो छ नि गर्मी पनि, अब मधेसी साउदियामा जस्तै गर्मी छ कि यहाँ इन्डियामा। हुन त भाइ इन्डियामा बसेको, इन्डियाको बुराइ गर्दैन जस साथीहरू। मैले यता अर्कोतिर बाटोमा पनि आइसकेँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले मुलाको साग लगाएको थिएँ होइन, यो गर्मीले चाहिँ सब मरेछ हेर्न सक्नुहुन्छ। पालक अनि राजमा, यता मेरो करेला, खुर्सानीको बिउ हेर्न सक्नुहुन्छ साथीहरू। सब यस्तो हालत भएछ गर्मीले। यतातिर साइड चाहिँ मैले पानी हालिसकेँ, अब उता साइडमा पानी हाल्न बाँकी छ। यहाँ चाहिँ साथीहरू कुकुरले गुवा हाल्दैछ, यस्तो चाहिँ साथीहरू कुकुरले गुवा हालेर यस्तो गर्मी छ साथीहरू। यताको रुखहरू यतातिर पनि सब गर्मीले यस्तो बुढो हालत भएको छ साथीहरू गर्मीले। छोटू छोटू चल और पानी ला दे, अलिकति पानी ला दे, पानी खत्म भयो। हाँ बस भयो। यस्तो गर्मी छ नि, गर्मी जा खुल्ला राख्न, त्यो बाउलाई केटीको बना। यस्तो हालत भएको साथीहरू मेरो खोर्सानीको बिउहरू त, खोर्सानीको रुखहरू चाहिँ खत्तम भएछ मरेर गर्मीले हेर्न सक्नुहुन्छ। त्यही भएर मैले चाहिँ पानी चाहिँ धेरै धेरै हालिदिन्छु यिनीहरूमा। गर्मी पनि लास्टै छ क्या साथीहरू, के गर्नु होला। बहुत ज़्यादा गर्मी है गाइस, गर्मी में जितना हो सके घर से बाहर कम निकले। सब पौधा का क्या हालत हो गया गर्मी की वजह से, सब मर गया मेरा। इतना मेहनत लगा के मैंने सब लगाया था, सब गर्मी ने ख़त्म कर दिया। गर्मी भी बहुत ही ज़्यादा गर्मी है इस बार, इस साल दोस्तों गर्मी भी इतना ज़्यादा है बोल नहीं सकते। तो साथीहरू अहिलेको लागि भिडियो यति नै। तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सनु होला। बाइ साथीहरू, म चाहिँ न्यू दिल्लीमा छु, घरमा काम गर्छु है।